होइन, भएन। अब मैले केही समय मेरा लागि मात्रै सोच्नुपर्छ। मैले आफैभित्र हराएको मलाई म आफैले खोज्नुपर्छ। थाहा छ म कमजोर छैन, तर प्यारो पनि कसैको होइन। हेर न आज मेरा लागि म आफै पनि होइन। म रिसाएर ऐनामा मात्रै आफै फर्कन्छु। खै किन हो कसैले सिकाउँदा पनि आफैसँग झर्कन्छु। थाहा छ मन भारी हुँदा आफैले सम्हाल्छु। टाउको काँधमा राख्छु अनि आफैले अँगाल्छु। काश मेरा आँसुहरूको पनि केही मूल्य भएको भए। बुझ्दिने एउटा छैन तर मजाक उडाउने भने छ है। याद राख, म निराश भएको कहिल्यै देख्दैनौ। बन्द कोठाभित्र लास भएको तिमीले भेट्दैनौ। मैले मेरा पीडाहरूलाई सुनाएर मजाक बनाएँ। मैले अन्धकार र एक्लोपनलाई सिरैमा सजाएँ। फरक खोज्छौ र? तिमीले तिम्रा बा-आमालाई प्रगति देखायौ, मैले झुन्डिएको लास कसरी देखाऊँ? त्यो सफल व्यक्तिको नामको सूचीमा मैले आफ्नो नाम कसरी लेखाऊँ? अब त बाबुआमाले मबाट आश मारिसके। बुझ्न चाहन्छु आखिर म बाँचेका कसका लागि के